ठिक छ बाल्यलाई हामी पत्याउँ 5 वर्ष हामी बाल्यलाई पत्याउँ पठाएको छ अब यो बिचमा खबरदारी गर्ने ठिक छ होइन एउटा मैले अघि नै भने एउटा चेत भएको कार्यकर्ताले खेद्ने होइन क्या खेदेको गर्ने होइन खबरदारी गर्ने जानेर चाहिँ होइन यहाँ यो चाहिँ हुनु पर्थ्यो जस्तो लाग्छ भने गर्ने त्यो 5 वर्ष यो 5 वर्ष यो सरकार चल्नुपर्छ देशको लागि चल्नुपर्छ मेरो लागि चल्नुपर्छ हिजो होइन बालेन्द्र शाह कुन पार्टीबाट आउनुभयो हिजो कहाँ हुनुहुन्थ्यो पछि कुन पार्टीमा जोइन हुनुभयो कसरी आउनुभयो कसलाई हराउनु भयो कहाँबाट जित्नुभयो एउटा उहाँको पार्टी थियो आज बालेन्द्र शाह मेरो प्रधानमन्त्री हो यो देशको प्रधानमन्त्री हाम्रो प्रधानमन्त्री हो अब बालेन्द्र शाह सफल हुन सक्नु भएन भने हामी असफल एक्लो असफल होइन क्या उहाँ त्यही भएर खबरदारी पनि गर्ने जस्तो लाग्छ भने तर यो 5 वर्ष उहाँले चलाउनुपर्छ सरकार म यसरी हेर्छु मैले अहिले धेरै केही हेरेको छैन यो सरकार 5 वर्ष चलाउँछ हेरौँ न एकचोटि नेपाललाई 5 वर्ष एउटा स्टेबल गभर्मेन्ट दिएर हेरौँ न कस्तो हुँदो रहेछ देश होइन यो देश विकसित भयो भने रोजगार पाउने हामी यहीँ बसेर होइन यो देशको आर्थिक उन्नति भयो भने यहाँको जनता गरिबीबाट निकाल्ने आज कति 20-21% भन्दा बढी गरिब छ यो देशको होइन 9 लाख भन्दा बढी बेरोजगार छ यो देशमा 3000 भन्दा बढी श्रम स्वीकृति दिएर हरेक दिन विदेशी रहेको छ सबै रोकिने देशमा होइन आज पाखाबारीहरू बाँझै छ त्यो फेरि होइन त्यहाँ के हुन्छ त्यहाँ जोत्नै पर्छ होइन त्यहाँ त्यो के भन्छ बाल्यलाई हामी पत्याउँ 5 वर्ष हामी बाल्यलाई पत्याउँ पठाएको छ अब यो बिचमा खबरदारी गर्ने ठिक छ होइन एउटा मैले अघि नै भने एउटा चेत भएको कार्यकर्ताले खेद्ने होइन क्या खेदेको गर्ने होइन खबरदारी गर्ने जानेर चाहिँ होइन यहाँ यो चाहिँ हुनु पर्थ्यो जस्तो लाग्छ भने गर्ने त्यो 5 वर्ष यो 5 वर्ष यो सरकार चल्नुपर्छ देशको लागि चल्नुपर्छ मेरो लागि चल्नुपर्छ हिजो होइन बालेन्द्र शाह कुन पार्टीबाट आउनुभयो हिजो कहाँ हुनुहुन्थ्यो पछि कुन पार्टीमा जोइन हुनुभयो कसरी आउनुभयो कसलाई हराउनु भयो कहाँबाट जित्नुभयो एउटा उहाँको पार्टी थियो आज बालेन्द्र शाह मेरो प्रधानमन्त्री हो यो देशको प्रधानमन्त्री हाम्रो प्रधानमन्त्री हो अब बालेन्द्र शाह सफल हुन सक्नु भएन भने हामी असफल एक्लो असफल होइन क्या उहाँ त्यही भएर खबरदारी पनि गर्ने जस्तो लाग्छ भने तर यो 5 वर्ष उहाँले चलाउनुपर्छ सरकार म यसरी हेर्छु मैले अहिले धेरै केही हेरेको छैन यो सरकार 5 वर्ष चलाउँछ हेरौँ न एकचोटि नेपाललाई 5 वर्ष एउटा स्टेबल गभर्मेन्ट दिएर हेरौँ न कस्तो हुँदो रहेछ देश होइन यो देश विकसित भयो भने रोजगार पाउने हामी यहीँ बसेर होइन यो देशको आर्थिक उन्नति भयो भने यहाँको जनता गरिबीबाट निकाल्ने आज कति 20-21% भन्दा बढी गरिब छ यो देशको होइन 9 लाख भन्दा बढी बेरोजगार छ यो देशमा 3000 भन्दा बढी श्रम स्वीकृति दिएर हरेक दिन विदेशी रहेको छ सबै रोकिने देशमा होइन आज पाखाबारीहरू बाँझै छ त्यो फेरि होइन त्यहाँ के हुन्छ त्यहाँ जोत्नै पर्छ होइन त्यहाँ त्यो के भन्छ बाल्यलाई लाउनै पर्छ भने त्यहाँ अरू सम्भावना